हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। तपाईहरुलाई मेरो भ्लगमा स्वागत छ। आज चाहिँ हामी त्यस्तो किराको खोजीमा छौँ जहाँ त्यो किरा चाहिँ हिराको मूल्य बराबर बिक्ने छ र त्यो किरालाई कलेक्सन गर्नेछौँ। अनि कलेक्सन गरेर हामीहरूलाई त्यसलाई चाहिँ सेलमा ल्याउनेछौँ। सेलमा लिएपछि त्यसलाई के कति पर्छ, त्यसको रेट कति छ भन्ने सबै भिडियोहरू चाहिँ सबै त्यसको रेटहरू चाहिँ भिडियोमा ल्याउनेछु। कृपया तपाईहरु हेर्नु होला, हेरेर साथ दिनु होला र लाइक कमेन्ट र शेयर पनि गर्नु होला भन्न चाहन्छु। अहिले चाहिँ हामी यता निम्री भन्ने ठाउँमा आएको छौँ। अब निम्रीदेखि स्टार्टिङ गर्न लागेको छौँ। अब हामी खोलाको किनारमा पाउँदो रहेछ यो। मैले पनि हिजो मात्र सुनेको, अनि आज चाहिँ के कस्तो छ भनेर बुझ्न हिँडेको। कृपया तपाईहरुले यो भिडियो अन्तिमसम्म हेरेर लाइक कमेन्ट र शेयर गरिदिनु होला भन्न चाहन्छु। हस्, धन्यवाद। है गाइज, हामी चाहिँ यहाँ त्यस्तो रालो छ है, झर्न लागिरहेको छ। ओ माई गॉड, ओ माई गॉड, किराहरू के कस्तो छ अब खोजी गरेर अब त्यसलाई कलेक्सन गरेर त्यसलाई सेल गर्ने कार्यक्रम हुन्छ। अब सेल गरेको पनि भिडियो अझसम्म दिनेछु। कृपया हेरेर यसो साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। धन्यवाद। गाइज, अब चाहिँ हाम्रो मिसन चाहिँ टास्क चाहिँ स्टार्टिङ हुन लागेको छ। अब हामी चाहिँ त्यहाँ गइरहेको छौँ। अब खोलाको किनारमा पुगिसकेको छौँ र एकजना दाइले चाहिँ पाहाडी चाहिँ किराको खोजी गरेर हुनुहुन्छ। अब के छ कति छ है, अब त्यसको किनारमा गएर कस्तो छ भनेर अब तपाईँहरूलाई देखाउने छु। एकैछिन वेट गरेर धैर्य गरेर चाहिँ यो भिडियो हेरिदिनु होला भन्न चाहन्छु। खोजिरहेको अवस्था देख्न सक्नुहुन्छ तपाईँहरू। खोजिरहेको छ, अब यो खोलाको किनारमा छ। अब कस्तो हुन्छ अब तपाईँहरू हेर्नु होला है, कस्तो हुँदो रहेछ यो किरा पनि देखाउँछु म तपाईँहरूलाई। भेट्यो किरा, भेट्यो किरा, भेट्यो छ कि नै? छैन किरा हो र? किरा देखाउँ भनेको यार। ल हुन्छ, हामी एकछिन कलेक्सन गरेर देखाउने छौँ है त।